हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। अहिले चाहिँ अब नयाँ अपडेट आएको छ। अनि अपडेट चाहिँ के हो भन्दाखेरि रुमको दाइले फोन गर्नुभएको थियो, लक लगाएँ पहिला। अहिले म चाहिँ भर्खर अफिस गएर आएको। अनि हाम्रो एकजना दाइ हुनुहुन्थ्यो जो चाहिँ यहाँ बस्नु, उहाँको रुम चाहिँ यो म चाहिँ यहाँ बस्छु। अनि उहाँले चाहिँ रेड लाइट फाइन खाएर बस्नु भएको थियो कि लगभग 7 दिन भएको थियो। उसलाई गाडी दिएन कम्पनीले, 4000 रुपियाँ फाइन। 4000 भनेको चाहिँ नेपाली पैसा चाहिँ ठ्याक्कै 1,50,000 हुन्छ। अनि त्यो फाइन तिरेर बसिरहेको थियो। अनि फाइन ठुलै फाइन खाएको भएर चाहिँ अनि गाडी दिएको थिएन कि ल अब तँलाई चाहिँ अब लाइक ओरिएन्टेसन क्लास हाल्नु पऱ्यो, अब के थाहा छैन, सबै पढाउनु पऱ्यो भनेर त्यो नाटक गर्छ कि कम्पनीले। अनि दिइरहेको त्यसरी क्लास गरिरहेको थियो। अनि आज अन्तिम दिन थियो क्या। अनि आज गाडी दिएको थियो होइन। अनि आज गाडी दिएको थियो। अनि लगभग बिहान 7 बजे दिएको। अनि दाइको चाहिँ फेरि 6 घन्टापछि गाडी एक्सिडेन्ट भइसक्यो कि। अब त्यो 1 हप्ता जब गाडी दिएको थिएन त्यो बेला त बियर खाएर बिताउनु भयो दाइले। अनि अब फेरि अब गाडी दिने बित्तिकै एक्सिडेन्ट भयो नि त। अनि फोन गरेर ल्यायो, भाइ तिमी रुममा छौ अरे। रुममा छु दाइ, रुममा छौ भनेर भन्यो। ल ल ल भाइ बाहिर आऊ अरे। किन दाइ के भयो भनेर भनेको। अनि मलाई लागिरहेको थियो कि त्यो एक्सिडेन्ट भएको थियो, खासमा चाहिँ दाइ नै फल्टी थियो। अब होला नि त फाइन साइन परेन होला, कम्पनीले फाइन दिएन होला, बोलाए के सुनाउनलाई भनेर भन्ठानेको त। भाइ आऊ फाइन फेरि खाइहाल्यो, बियर खान आऊ अरे बाहिर होइन, म नखाने दाइ भनेर भनेको। अनि साथीभाइ नै आऊ अरे। अब जान लाग्यो खासमा चाहिँ। अब एउटा लेज किनेर लगाउँ होइन, अब त्यत्तिकै के हल्लिएर बसिराख्नु थिएँ। अनि केही भाइ खै बियर खानु पर्ने, उसलाई फेरि छुट्टै टेन्सन छ। लगभग नेपाली 1,00,000 चाहन्छु, 1,60,000 जति फाइन लोन होला कम्पनीमा। अनि 4000 फाइन तिर्यो। अनि 4000 फाइन तिरेर 1 हप्तापछि गाडी दिएको थियो। 1 हप्ता काम गर्न पाएन। अनि दिने बित्तिकै 6 घन्टामा गाडी एक्सिडेन्ट गरिदियो कि। अनि फेरि कम्पनीले पनि थाहा पायो कि आफ्नो गल्ती थियो भनेर। हुन त लुकाउनु खासै मिल्दैन, तर जस अभोइड गर्न सकिन्थ्यो। तर कम्पनीले यस फाइन दियो दाइलाई। फेरि 250 दिरामको फाइन दियो कि। अब 250 भने अब कति हुन्छ थाहा छैन, 8000 कति हुन्छ होला सायद। 250 भनेको 8000 10,000 जस्तै हुन्छ। अनि फेरि फाइन खायो। अनि पछि ल अब त पैसै सक्यो होला भनेर बसेँ मैले चाहिँ। पछि त फेरि बियर खान बोलाएको छ। अब म खासै त खाँदिनँ। अब जाउँ के गर्दो रहेछ दाइले, अब यसो साथी बस्दियो होइन। त्यसपछि त्यही हो। अब फेरि पुरा बाटोमा लडीबुडी गरेर होइन बेला त्यो रोड साइडमा बसेर खाइदिने कि, यताउति ठाउँ छैन होइन। अनि त्यही भएर अनि अब सकेसम्म चाहिँ सेक्युरिटीबाट लुकाएर भित्र लिएर भनेर भन्छु। के भन्दा रहेछ दाइले हेरौँ। अब त्यो रोड साइडमा खाइराख्नुभन्दा भएन, त्यो भित्र सेक्युरिटीबाट बचाएर भित्र ल्याउने। अनि भित्र त कोठामा त जति नि खाउने। हेरौँ के भन्दा रहेछ दाइले। ल एउटा लेज लानु पऱ्यो। 5 दिराम 5 रुपियाँ भए पुग्छ होला लेज, कति पर्छ हो होइन। अब घाम छ बिहान दिउँसोको यहाँ 1 बजिरहेको छ यस्तो घाममा। यो क्याम्प फेरि कत्रो ठुलो छ क्या, हिँड्दा वाक्क लाग्छ। घरभित्रबाट जाने होइन, शीतल हुन्छ अलिकति। कतिवटा बियर ल्याएको हो यहाँ। बियरमा अफर चलिरहेको छ क्या यहाँ। अब 4वटा लियो भने 4वटा बियर लियो भने खोइ कति हो। अनि जब 5 रुपियाँ थप्यो भने 2टा एक्स्ट्रा बियर लिन पाउँछ क्या। जस्तै मानौँ कि 4वटा बियरको खोइ थाहा भएन एक्ज्याक्टली कति थियो, तर अनि 5 दिराम थप्यो भने 6वटा क्यान लिनु पाउने क्या। खोइ के हो यहाँ अफर चलिरहेको छ ईददेखि। एउटा लेज किनेर लाने, ठुलो लाने। अनि त्यहाँ खाएर बस्ने पैसा छैन। दाइले बोलाबोला गर्छ बियर खानलाई, नाइ भन्दा पनि फेरि पछि आइज भने यसरी बोलाउँछ, जुसलाई बोला यसरी बोलाउँछ। घाम चाहिँ ठ्याक्कै यहाँ टाउकोमाथि हुन्छ। अनि गाह्रो क्या, ठ्याक्कै सूर्यमाथि हुन्छ टाउकोमा। अनि हिँड्नै गाह्रो हुन्छ, कस्तो गर्मी हुन्छ यहाँ। लुलु एक्सचेन्ज भनेको चाहिँ मनी एक्सचेन्ज हो, तर लास्ट महँगो लिन्छ यार। यहाँ 10 रुपियाँ लिन्छ कपाल काटा यतापट्टि लुलु एक्सचेन्जको राइटमा। यहाँ चाहिँ बकला भने चाहिँ सुपर मार्केट।
spicy this. के लाने त खानलाई डोरिटोस लाने डोरिटोस कति लिन्छ 8 दिराम लास्ट महँगो परेछ लेजर त यति चाहिँ अब लेसको यार कति लियो यसले मलाई 5 दिराम लियो 5 दिराम 25 फिल्स लियो होइन भन्नाले चाहिँ यहाँको 5 रुपियाँ 25 पैसा लियो कि मलाई 75 पैसा फिर्ता आएको छ यो चाहिँ 75 पैसा हो जाब यतिको दाइले फोन गरेँ कि कहाँ भनेर फेरि हजुर दाइ आउँदै 5 ग्राम 25 फिल्स भने चाहिँ लगभग 220-240 पऱ्यो क्या जाब यत्रो लेसको मलाई त्यो दाइ त्यहाँ बसेर मलाई खोजिरहेछ त्यहाँ देख्दैन दाइले 6वटा बियर ल्याएर चाहिँ त्यही डिस्काउन्टमा मैले प्राइस सोधेको थिएँ अनि 24 दिराम दियो भने चाहिँ 4वटा बोतल दिन्छ अरे अनि 1 दिराम थप्दैमा होइन 6वटा बोतल दिँदो रहेछ कि 1 रुपियाँ कम दियो भने 4वटा बोतल फरक रहेछ कि अनि जसले पनि थपिहाल्छ नि होइन 1 रुपियाँ त जस नेपाली 40 रुपियाँ भए पनि अनि त्यो दाइले त्यहाँ 3 बोतल खायो होइन मैले चाहिँ ब्याग लिएर आएको छु भित्र गएर ब्याग लिएर आएको दुईवटा चाहिँ अब सेक्युरिटीबाट लुगाएर भित्र क्याम्पमा छिराउने भनेर भनेको छ थाहा पायो भने चाहिँ फालिदिन्छ होइन थाहा पाएन भने चाहिँ अब भित्र आइन्छ त्यति मात्र हो हेरौँ है त के हुँदो रहेछ Later that same evening. सबै टोइलेट दिइरहेछ दाइले What are you doing brother in the middle of the parking area? I'm drinking Sicily.